ल सबै अझै नाच्ने भोजराज थापाजीको नाच त करोडको रहेछ ल जोरदार ताली बजाइदिनुहोस् त ल अब मिठो अर्को भजन ल फटाफट कार्यक्रमका संकल्पकर्ता पूज्य गुरुदेव विजय कृष्ण मूर्तिजी महाराज गुरुदेवप्रति म सम्मान व्यक्त गर्न चाहन्छु। यो कार्यक्रमलाई सफल बनाउन विभिन्न ठाउँबाट साथ दिनुहुने सबै विशिष्ट व्यक्तित्वहरू अहिले मञ्चासीन हुनुहुन्छ। सबै सम्मानित गुरुहरू, सबै भगवान रूपी आमा, बुवा, दाजुभाइ, दिदीबहिनीहरू सबैप्रति सम्मान र बढी झन् सम्मान। त्यसैगरी बङ्गलादी आमा शोभा कृपया मञ्चमा आइदिनु होला। जगदम्बा आमा शोभा कृपया मञ्चमा आइदिनका निम्ति हार्दिक अनुरोध गर्न चाहन्छु। र यसैगरी आमा समूहहरू क्रमशः धर्मस्थली भजन कीर्तन समूह कृपया मञ्चमा आइदिनु होला। जनप्रिय टोल मालाको चाहिँ यस्तो छ 1100 कलश नवग्रह मन्दिरको चाहिँ यहाँनिर छ। सबै दिदीबहिनीहरूलाई विशेष सम्मानका साथमा स्वागत छ। स्याङ्जाबाट पाल्नु भएको छ। जोरदार ताली सम्मान व्यक्त गर्न चाहन्छु। जोरदार ताली। ल अब यहाँ धेरै नलाइदिनुहोस् गुरु, फटाफट गरिदिनु, फटाफट पठाउनु। स्याङ्जाबाट पाल्नु भएको अब सब फटाफट स्वागत गरेर पठाउनु न। भक्तहरू स्याङ्जाबाट पाल्नु हुने भक्तहरू चाहिँ तल गएर पण्डालमा विराजमान भइदिनु होला। अब देवीज्यूको आगमन पछाडि कथा सुन्नु पर्यो नि, होइन? परेको पऱ्यो नि। आज त कथा सुन्ने भनेर आएको होला नि त, होइन? देवीज्यूको कथा सुन्न पायो भक्तवत्सल भगवानको र सम्पूर्ण अतिथि महानुभाव सबै भक्तहरूको विशेष सम्मान व्यक्त गर्दै आउनुहोस् अहिलेका लागि अर्को एउटा भजन यहाँहरूका बिचमा कलाकारज्यूको आगमन भएको छ। स्वस्ति भाषणका साथमा सबैले जोरदार तालीले स्वागत गर्दैका निम्ति हार्दिक अनुरोध गर्न चाहन्छु। पूज्य देवीज्यूको आगमन भइरहेको छ। विशेष सम्मान, विशेष आभार। यो महत्त्वपूर्ण घडी आज साँच्चै कर्मलाई प्रारम्भ गर्नेछौँ। जय होस्। ओम केशवाय नमः। ओम नारायण। गोपिनीहरू बधाई दिनको लागि जानुभयो, लेकिन उत्सव मनाउँदा मनाउँदै नन्द बाबालाई याद उहाँ भोलिबाट हुन्छ बल्ल होम हाल्ने। तपाईलाई सन्तुष्ट बनाउनु होला। म धर्मगुरु होइन, म राजनीति गर्ने मान्छे हो। राजनीतिकमा धर्म भएन। यदि त्यो राजनीतिमा कुकर्म भयो भने 22 अर्बमा 14 अर्ब घोटाला यही पोखरा विमानस्थल जस्तै हुन्छ। यो कुरा याद गर्नु होला। जब राजनीतिकमा धर्म भयो भने पाप हुन्छ। पाप भयो भने डर लाग्छ।